मिलेर के गर्दै रहेछन् भने माता भद्रकालीलाई एउटा मानिसको बलि दिएर मातालाई खुसी पारेर केही वरदान पाइएला भनेर उनीहरूले नर बलि दिने विचार गरेका रहेछन्। खोज्दै जाँदाखेरि एउटालाई जसलाई बलि दिन आँटेको त्यसलाई ठिक्क लगेर नुहाइधुवाइ गरेर बलि दिने बेला यसो हेरेछ मालिकहरू कता के गर्दै गरेको बेला लुसुक्क भागेछ। बलि दिने बेला हेरेको त मान्छे छैन। त्यस पछाडि डाकाका नाइकेले भनेछ ए यो बलि दिने माला मान्छे त भागेछ, यस्तै एउटा अर्को मान्छे खोजेर ल्याऊ भनेको। बलि दिने बेलामा खोज्दै 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 जाँदाखेरि अरू कोही फेला पारेनछन्। यिनी खाएर मोटाएका बहुलाको जस्तो अभिनय गर्ने भरतजी बसिरहनु भएको रहेछ। चोरहरूले डाकाहरूले गएर च्याप्प समातेछ भनेछ। उहाँले कहाँ जाने पनि भनेर सोध्नु भएन। तिनीहरूले समातेर भद्रकालीको मन्दिरमा लगे। मन्दिरमा लगेर नुहाइधुवाइ गराएर यिनलाई चिटिक्क पारेर बलि दिनका लागि तरबार लिएर चट्ट भरतलाई चाहिँ बलि दिनका लागि तरबार उज्याउँदाखेरि साक्षात् मूर्तिबाट महाकाली प्रकट हुनुभयो। महाकालीले प्रकट भएर जसले भरतलाई बलि दिन आँटेका थिए तिनीहरूलाई प्रहार गरिदिनु भयो र भरतलाई तिनी मेरा परम भक्त जो हेर्नुहोस् त एउटा सन्तानले अर्को आफ्नो दाजुभाइलाई च्याप्प समातेर आमालाई खुसी पार्नका लागि भनेर कसैलाई चट्ट काटेर मार्न आँट्यो भने के आमा खुसी हुनुहुन्छ र? आमाका लागि त सारा संसारका सन्तानहरू एउटै हुन्। एउटा सन्तानलाई मारेर त्यसको रगत चढाएर एउटी आमाको हृदय कहिल्यै सुखी हुन सक्दैन। माताले उल्टै त्यो चाहिँ बलि दिन जानेहरूलाई नि समाप्त पारिदिनु भयो। त्यस पछाडि भरत आफ्नै धुनमा माताको आशीर्वाद लिएर अगाडि बढ्नुभयो। अगाडि बढ्दै जाँदाखेरि एकजना राजा बडो सत्संग गर्ने उद्देश्यले आफ्ना 4-5 जना मान्छेलाई दासहरूलाई पालकी बोक्न लगाएर आफू पालकी माथि बसेर हिँड्दै हुनुहुँदो रहेछ। एक ठाउँमा ठुला सन्त छन् अरे, त्यहाँ गएर तपस्या गएर साधुको सङ्गत गर्नु पर्यो, ज्ञान लिनु पर्यो। पालकी बोक्दै जाँदाखेरि एकजना मान्छे बिरामी परे। 3 जनाले मात्रै पालकी बोक्न सकेनन्। राजा माथि छन्। यसो हेरे खोज्दै जाँदाखेरि यो भरत डाङ्ग बसिराखेका। तिनी भरतलाई लगेछन् र यस देशका राजा आउनुभएको छ, सत्संग गर्नका लागि उहाँ जाँदै हुनुहुन्छ, तिमीले एकातिरबाट पालकी बोक्नुपर्छ भनेर त्यो पालकी बोक्न लगाएको। पालकी बोक्दाखेरि भरतजी त बडो परम ज्ञानी, आफूले हिँड्दाखेरि आफ्ना खुट्टाबाट कतै किरा फिराहरू नमरुन्, कतै कमिला हिँड्दैछन् भने नकुल्च्यौँ, कतै किरा फट्याङ्ग्राहरू छन् भने नकुल्च्यौँ भन्दै त्यो चाहिँ तर्किँदै तर्किँदै हिँड्दाखेरि पालकीको ब्यालेन्स बिग्रिएछ। यताका अरू बोक्ने मान्छे र यिनको त्यो सन्तुलन मिलेन। नमिलेपछि माथिबाट राजाले भन्यो, ए पालकी बोक्नेहरू, तिमीहरू हेर्दाखेरि साह्रै दुब्ला जस्ता देखिन्छ, ख्याउटे जस्ता छ, सायद खान पाएका छैनौ होला, हेर्दाखेरि पनि तिमीहरू सिकौटे छौ, त्यही भएर म जस्तालाई बोक्नका लागि तिमीहरूलाई गाह्रो परेको होला होइन भनेर व्यङ्ग्य गर्नु। किनभने भरतजी त मोटो न मोटो हुनुहुन्थ्यो, पहलवान जस्तो हुनुहुन्थ्यो। त्यसो भन्दाखेरि अरू भरतजी त बोल्नु भएन। अरूले भने महाराज यसमा हाम्रो केही गल्ती छैन, अहिले यो जुन नयाँ भर्ना भएको पालकी बोक्ने मान्छे छ नि यसले हो बिगारेको। बुरुक बुरुक उफ्रिन्छ, काहीँ लम्किन्छ, काहीँ पाइलै सार्दैन, यसले गर्दा हो भरिसकेपछि राजाले सम्झाए, भरतले केही भनेन। फेरि त्यस्तै हुन थालेपछि राजाले भने, ओए तेरो बुद्धि छैन, आँखा छैन, हिँड्न जान्दैनस्, मेरो राज्यमा बसेको छस्, खाएर मोटाएको छस्, मलाई यति बोकेर त्यहाँ सत्संग गर्नका लागि एकजना सन्तकामा लान पनि सक्दैनस् भनेर गाली गरेपछि भरतजीले भन्नुभयो, महाराज पालकी बोक्ने को हो र पालकी माथि बस्ने तपाईँ को हो? मेरा लागि यसमा केही भेद छैन। बोक्ने पनि उही हो, बोकाउने पनि उही हो, माथि बस्ने पनि त्यही हो, त्यो माथि बस्नेलाई बोक्ने पनि त्यही हो। वास्तवमा यी दुईटामा केही पनि फरक छैन। त्यो माथि पालकीमा बस्ने पनि पाञ्च भौतिक पिण्ड हो,
पृथ्वी जल तेज वायु आकाश यी